नमस्कार, तुलचन्द्र बुढा। आज म डोल्पाको नेपालमा छु अनि यहाँ चाहिँ माथि डाँडा काँडा हिउँले ढाकेको र यहाँ चाहिँ अलिअलि पानी परिरहेको छ। यहाँको दृश्य यति बेला एकदमै हेर्न लायक मनमोहक रहेको छ। मैले यहाँको दृश्य अब यो माथि हिउँले ढाक्दा र तल अलिअलि पानी पर्दा यहाँ जुफाल बजार कस्तो देखिन्छ भन्ने कुरा मैले भिडियो अन्तिमसम्म हजुरले देखाउने छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यो हो जुफाल बजार, डोल्पाको विभिन्न बजारहरूमध्ये जुफाल बजार एउटा सुन्दर यो पहाडको काखमा बसेको बजार हो। यहाँ माथि डाँडापाखामा हिउँ परिरहेको छ भने तल यो जुफाल बजारमा अलिअलि पानी परिरहेको छ। बिहान अलि धेरै पानी परिरहेको थियो भने अहिले अलि पानी थोरै मात्रै परेको छ र यी माथिका पहाडहरूमा सेतो घुम्टोले ढाकेको चाहिँ देखिएको छ। हेर्नुहोस्, यति रमाइलो सुन्दर दृश्यहरू देख्न सकिन्छ। जुफाल बजार यो हिमपात पछिको दृश्य हो। यो दृश्य हेर्दा जुफाल बजार तपाईँको यो स्विजरल्यान्डभन्दा कम छैन है। जुफाल बजारको यो बस पार्कको दृश्य पनि हेर्नुहोस्, अत्यन्तै यो मनमोहक छ है र आकर्षक पनि छ। हेर्नुहोस् त, उतापट्टि यो हिउँले ढाकिएका हिमाल, बस पार्क अत्यन्तै सुन्दर देखिन्छ यहाँबाट। यो बिहानको समयमा हेर्नुहोस्, एकदमै मनमोहक दृश्य छ, आकर्षक दृश्य छ। यो पहाडमा कुहिरोहरू लागेको छ। हेर्नुहोस्, कुहिरो हिमपातको कारण माथिल्लो पहाडहरूमा कुहिरोहरू रहेको छ। यो जुफाल बजारको बिहानको दृश्य, जुन हिमपात पछिको दृश्य, अत्यन्तै लोभलाग्दो पनि छ। हेर्नुहोस्, हिमालमा हिउँ, फेदीमा गाउँहरू रहेका छन्। यति राम्रो दृश्यहरू देख्न पाइएको छ आज। यस्ता दृश्यहरू सायद दुर्लभ नै देख्न पाइन्छ डोल्पामा। माथि पहाडमा हिउँको कारणले गर्दा कुहिरो लागे जस्तो देखिन्छ। यहाँ तलपट्टि पानी परेको कारण जमिनहरू भिजेको छ। हिजो अस्ति चाहिँ अलि धुलो उड्ने, हावा लाग्ने गरेको थियो भने आज एकदमै शान्त, एकदम सफा स्वच्छ बजार देख्न पाइन्छ। अत्यन्तै रमाइलो दृश्य हेर्नुहोस्, आकर्षक दृश्य पनि छ। तपाईँहरू विदेशमा अथवा नेपालको कुना काप्चामा कहीँ हुनुहुन्छ भने जुफाल बजारको दृश्य मजाले हेरेर मनोरञ्जन लिनुहोला। र कसैले यो जुफाल बजार डोल्पा घुम्ने इच्छा गर्नुभएको छ भने आउनुहोस्, हामीहरू स्वागत गर्न तयार छौँ डोल्पाको जुफाल बजारमा।